नमस्कार सबैजनालाई। आज पनि म एउटा भिडियो बनाउन गइरहेको छु। आज म दोलखा जिल्लाको सैलुङ गाउँपालिकामा रहेको छु। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा सैलुङ गाउँपालिकाको गाउँपालिका पहिलो गाउँपालिका भेला रहेको छ र आज मसँग यहाँ पछाडि आमाहरू हुनुहुन्छ, बुवाहरू हुनुहुन्छ। एकदम खुसी लागेको छ आमा बुवाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको ब्याज लगाउनु भएको छ हैन। उहाँहरूको धारणा के छ त? उहाँहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्नुभएको छ, उहाँहरूको विचार के छ म बुझ्न गइरहेको छु। तपाईहरूलाई पनि सुनाउँछु है त। आमा, आज तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीको यो कार्यक्रममा आउनुभएको छ। कहाँदेखि आउनुभयो? ए, अनि अब हजुर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभछ, यहाँ आउनुभयो, यहाँका नेताहरूको कुरा सुन्नुभयो, तपाईँलाई के लाग्यो ल भन्नु त? हामीलाई त राम्रो लागेको छ, खुसी लागेको छ। एउटा सुख शान्ति पाइन्छ कि भन्ने आशामा छौँ। हजुर। अनि एउटा केही न केही बेरोजगारी छौँ, रोजगार पाएर दुःखको जीवन न सुखमा जान्छ कि न सुख हुन्छ कि भनेर आएको हामी चाहिँ। पहिला पनि तपाईँहरूले सुख आउँछ कि भनेर पुरानालाई कति हेर्नुभयो है। अब ती पुराना बुढा भइसके, तिनीहरूले त्यो युवा अवस्थादेखि आजको दिनसम्म केही गरेनन्। तपाईहरूको जीवनलाई उकास्नको लागि, तपाईँहरूको जिन्दगी परिवर्तनको लागि केही गरेनन् हैन। अब युवाहरूले गर्छन् जस्तो लाग्छ। अब चाहिँ केही होला जस्तो लाग्छ। केही गर्नुहुन्छ कि हामीलाई न सुख शान्ति आउँछ कि केही हुन्छ कि भन्ने आशामा छौँ हामी। ल, धेरै धेरै धन्यवाद आमा हजुरलाई। अब हजुरको विचार भन्नुहोस् आमा। अब म त सानो 16 वर्गदेखि भोट दिँदै 60 वर्ग भयो। हजुर। अनि दिक्दार भयो। अब यो स्वतन्त्रमा चाहिँ अलिक खुसी मानेको छ, चित मानेको छ। के हुँदो रहेछ? हजुर। अब माघमा आलु रोपेर धेरै फलाउनु चाहिँ पर्यो। हो, ल हस्, धन्यवाद आमा। अब ल बुवा, अब यहाँ बुवा हुनुहुन्छ, हजुरको नाम बुवा? कहाँबाट आउनुभयो? ए, तपाईँहरू सबै एकै ठाउँबाट आउनुभएको। ल अब त पार्टी हरेकमा भोट दियो है। भोट दिँदाखेरि हामीले पहिल्यै हामी पनि यो पहिला यो ऊ थियो के अरे यो प्रचण्ड पार्टी, त्यसमा पनि हामी प्रयोग भएको हो। अहिले चाहिँ नयाँ जस्तो हामीले लागेको के छ भने हामी पुरानो पार्टीलाई तपाईँको सबै हामी देखिसक्यो। अहिले उहाँहरूले पनि भाषण गर्नुभयो। हामीले यसमा हामीले जस्तै होला कि जस्तो चाहिँ हामीलाई लागेको छ। ल, युवाहरूलाई विश्वास गर्नुहोस् होइन। हामीले तपाईँहरूलाई विश्वासघात कहिले पनि गर्ने छैनौँ। किन भन्दा हामी पनि विश्वासघातमा परि यिनीहरूले यत्रो वर्ष शासन गर्दाखेरि हामीले पनि विकास नभएको देखेर नै हामी युवा पुस्ता राजनीतिमा आउनु परेको हो। हामीबाट गलत कहिले पनि हुँदैन। तपाईँहरूको जिन्दगीमा अब बाँकी रहेको जिन्दगी तपाईँहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई, युवालाई समर्थन गर्नुभयो भने तपाईँहरूको जिन्दगीमा पनि हामीले केही खुसी ल्याउन सक्छौँ। हस् हस्, धन्यवाद। ल बुवा, हजुर केही भन्न चाहनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीलाई? स्वतन्त्र पार्टी हजुर हरेक पार्टीलाई भोट दिउँ। हजुर। भोट दिँदा नै हात पनि थियो, खुट्टा पनि थियो। अब तपाईँहरू स्वतन्त्र पार्टीले हामी यस्तो गर्छौँ भनेर उभिनु हो। तर उभिने मात्र होइन, गरेर पनि देखाउनु पर्यो। भर्खर जन्मेको बच्चा हो, भर्खर जन्मेको फुल हो। त्यो फुललाई हुर्काउँदै बढाउँदै गएर जनताले नै बढाउनु पर्यो, गोडमेल गर्नु पर्यो। अनि मात्रै अब अहिले आलु रोपेर अहिले आलु फल्दैन, गोड्नु पर्यो, बढाउनु पर्यो, हरेक गरेर मलजल गर्नु पर्यो, अनि फलाउनु पर्यो। हो, त्यस्तै नै गर्नु तपाईँहरूले स्वतन्त्र पार्टीले गर्नु होला, त्यति हो। हस्, धन्यवाद बुवा। ल सबैजनाले एकचोटि जय घन्टी भन्नु त। अब यो घन्टीबाट चाहिँ हामीलाई केही होला जस्तो लागेको छ। भनेपछि घन्टी आयो, खुसी हुनुहुन्छ होइन त? घन्टी आएको चाहिँ एकदम खुसी छ। स्वतन्त्र पार्टी 16 वर्षदेखिको भोट हालेर हामीले केही गर्न सकेको थिएनौँ। अब चाहिँ यो पार्टीले चाहिँ न केही गर्न सकिन्छ कि भन्ने आशा, ठुलो भरोसा छ। हस्, धन्यवाद आमा। अरू पार्टीले भन्दा पनि न यो पार्टीले धेरै हुन्छ कि भन्ने चाहिँ हामीलाई ठुलो आशा छ। हस्, तपाईँहरूको आशा
हामीले निराशामा परिवर्तन गर्दैनौँ हामी पनि यो व्यवस्था यिनीहरूले लिएर आएको यो विकास नगरेका भ्रष्टाचारका कुराहरू सुन्दा 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 हामी पनि वाक्क भइसकेका छौँ हजुर 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 अब हामी पनि त त्यही लयमा त लाग्दैनौँ ढुक्क हुनुहोस् आशा छ त यसमा तपाईँहरूले हामीलाई 84मा तपाईँहरूले हामीलाई एकचोटि विश्वास गर्नुभयो भने मत परिवर्तन गरेर विश्वास गर्नुभयो भने हामीले देखाउँछौँ राम्रो काम गरेर है यहाँ मेरो चाहिँ घुँडा देखेर हुनुहुन्छ स्वतन्त्रमा हाम्रो है देवा ओ देवै होला देवा देवा हो स्वतन्त्र हो देवा उसैले लिएर आएको हो आज हामी उसैले लिएर आएको गाडी लिएर आएको फर्स्टमा हाम्रो स्वतन्त्रमा फर्स्टमा यहाँ उसमा बैठकमा